भनेपछि केपी ओलीलाई जिताएर बालनलाई हराउने तपाईँको योजना हो माटो? होइन, एकदमै होइन। केपी ओलीको त कामै छैन। त्यो किडनी नभएको मान्छेलाई अब तपाईँको जेलको व्यवस्था बनाउनु पर्छ। त्यो कुन जेलमा जान्छ होइन? यो चुनाव लडे पनि नलडे पनि होइन, यो चुनाव पछिको तपाईँको जति ठुलो टाउकोहरू छ, अब यसको त महिलाको किडनी लगाएको मान्छे यसलाई राम्रो जेलमा हाल्नुपर्छ, बुझ्नुभयो? अलि दायाँ बायाँ फेर्न पनि होइन गाह्रो हुन्छ भोलि गएर होइन, त्यसलाई काम छैन। त्यो कहीँ गएर पनि होइन बालन शाह जित्छ कि त्यहाँ अब के भन्छ तपाईँको केपी ओली जित्छ कि त्यो हार जितमा मैले टिका टिप्पणी गरेको छैन। तर जसरी पनि उहाँ जितेर पनि हारेर पनि नेपालको जनताको मन जित्न सके छैन। जुन डकैती तपाईँले गर्नु भएछ त्यसको लागि तपाईँको जेलमा जानै पर्छ। अब कुन जेलमा जानको लागि तपाईँले राम्रो हुन्छ भने त्यो जेलको नाम सोचिराख्नु। दिल्ली बजारमा जानुहुन्छ कि नक्कु कारागारमा जानुहुन्छ कि त्यो व्यवस्था मिलाउनु छैन, त्यो काम छ। यदि जान जोगाउनु छ भने होइन जनताको बिचमा आएर माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस् होइन। हर्कजीले गरिरहेको कामलाई सम्मान गरेर अगाडि बढ्नु। तपाईँको काम छैन, न तपाईँको पार्टीको काम छ, न तपाईँको सिद्धान्त राम्रो, न विधान राम्रो होइन। कसैको राम्रो छैन अहिलेको अवस्थामा। भनेपछि ओलीलाई पनि हराएर बालनलाई पनि सेकाएर झापामा हर्कले जित्छ। झापा 5मा 200 म किन भन्ने ओलीजी त्यहाँ प्रतिस्पर्धामा छैन होइन। ओली साहेबको जमानत जब्त हुन्छ।